हेलो आज हामी चाहिँ छेउछाउ आइल्यान्ड घुम्न आएको यस्तो दामी आज कति वर्षपछि यो आइल्यान्डमा आएको यस्तो फ्रेस भएर छ अझै पनि सन्चो नभएर छ यस्तो राम्रो यो ठाउँ यो आइल्यान्डहरूमा चाहिँ यो आइल्यान्ड चाहिँ सबैभन्दा ठुलो हो नि त छेउछाउ आइल्यान्ड चाहिँ यो घर चाहिँ राम्रो रहेछ अलिक राम्रो छ त्यहाँ घुम्न आएको हामी चाहिँ छेउछाउ आइल्यान्डतिर सबैजना आफ्नो आफ्नो धुनमा भिडियो खिच्दै फोटो खिच्दै हामी सबैजना छौँ कस्तो लाग्यो भाइ आजको हाम्रो भिजिट होइन अत्यन्तै राम्रो छ अत्यन्तै राम्रो हेर्नु त पछाडिको सिनहरू कस्तो राम्रो आएको यस्तो राम्रो भएको छ छेउछाउ आइल्यान्ड समुद्रको छेउछाउको समुद्रको छेउछाउ हामी हिँड्दैछौँ यहाँ यता उयो चाहिँ छेउछाउको होटल है यो चाहिँ उयो यहाँ बसेको पहिला हामी छेउछाउ होटलको यो चाहिँ होटल हो चाहिँ राम्रो सबैभन्दा ठुलो होटल मकै खाने हो सोलुको मकै यहाँ आएर सोलुको मकै खाँदैछु सोलुको मकै होइन भोकाएर सोलुको मकै भटमा खानु पाउनु त भाग्यकै कुरा नि भाग्यको कुरा है अन्त नि होइन कस्तो मिठो यस्तो छ यस्तो भ्यू छ मिठो छ आज हामी चाहिँ छेउछाउको माथि डाँडाको टुप्पामा पुगेको अवस्था दुईजना के हेर्दैछ त्यहाँ फोटो अब मकै खानु दामी आएछ नि यता मकै खाने हैन हाम्रो भाइले चाहिँ ब्लग बनाउँदै हुनुहुन्छ यता भिडियो बनाउँदै हुनुहुन्छ यता यस्तो दामी सिनहरू कस्तो दामी सिन होइन ए कस्तो मजाले होइन यस्तो दामी यो ढुङ्गा हेर्नु त यो ढुङ्गाको चाहिँ एउटा यहाँ कहानी छ स्टोरी छ यो छेउछाउको चाहिँ एउटा इम्पोर्टेन्ट ढुङ्गा हो यहाँ चाहिँ पर हिँड्दैछ होइन यस्तो राम्रो सी फुडको आइटम छेउछाउको फिस माछा मैले अहिले भर्खर काटेर दिन्छु भनेको यो मिठो छ मिठो छ क्या यो मलाई यो मनपर्छ क्या छेउछाउ आइल्यान्डमा हामी चाहिँ डिनर गर्दै हो खाँदै हो यता मन्जु खाँदामै कालो चस्मा भरे आँखा नदेखिरहेको भन्छ हो जो हड्डी देख्दैन है राति पनि कसरी चस्मा लाउनु राति भन्नु अहिले भर्खर 4 बज्दैछ ए यतातिर पनि अहिले देखेन हो ल भयो खानु बिर्सिसक्यो खाम अब सुरु गरौँ आज चाहिँ हामी छेउछाउ आइल्यान्डमा आएर सी फुड खाना खाँदै गरेको सबैजना कति मिठो मिठो छैन आज मन्जुको पार्टी खाँदैछौँ हामीले मन्जुले खुवाएको पार्टी मेरो पार्टी हो मन्जुको बिहे पार्टी मन्जुको पार्टी खाँदैछौँ छेउछाउ आइल्यान्डमा आएर आज यति आनन्द भइरहेछ रमाइलो भएको छ साह्रो रमाइलो भएको छ क्या होइन कस्तो रमाइलो मिठो छैन खानेकुरा एकदम मिठो छ दाइलाई माछाहरू
दाइलाई धेरै मिठो धेरैभन्दा धेरै मिठो धेरैभन्दा धेरै एकदमै टेस्टी 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 मिठो होइन खानु त हत्तपत्त पाइँदैन लेखेर आउनुपर्छ होइन खप्परमा माछा पनि फ्रेस जस्तो छ हुन त कहिले चाहिँ फ्रेस पाउँदैन उतै पनि होइन फ्रेस नै हुन्छ नि यहाँ त यो फ्रेस हो यो फ्रेस हो यो फ्रेस हो होइन उहाँबाट उ गरेर देखो भन्थ्यो क्या उनीहरूले अघि खोलाबाट तारा यिनीहरूकै हो क्या यो फोटो